सामान्य सभामुख महोदय, म एउटा असाध्यै दुःखद घटनामा केही राख्न गइरहेको छु। शहीद स्मृति पार्क बिजुवार प्युठानमा विगत 3 वर्षदेखि मालीको रूपमा कार्यरत चित्रबहादुर केसीको कर्तव्य पालनको सिलसिलामा वैशाख 31 गते करेन्ट लागि 47 वर्षको अल्पायुमै दुःखद निधन भएको खबर सुनेर अत्यन्त मर्माहत भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको श्रीमती मधुमाया, 3 छोरी र 1 छोरासहितको अत्यन्त विपन्न परिवार रहेको छ। परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु र उहाँको परिवारलाई आवश्यक सहयोग राहत उपलब्ध गराउन सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउन चाहन्छु। 4 जना अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथचन्द धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ सहितको प्रतिमा स्थापित भइसकेको र हाल जिल्लामा जन्मेर देशको परिवर्तनकारी विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्नुभएका मित्रमणि आचार्य, टङ्कप्रसाद आचार्य, उमेश चन्द्र थापा र कृष्णसेन इच्छुकको स्मारक निर्माण भइरहेको यस स्थलमा कर्तव्य पालनका क्रममा ज्यान गुमाउने चित्रबहादुर केसी असाध्यै इमान्दार र पौरखी व्यक्तित्व हुनुहुन्थ्यो। म देशभरका शहीद स्मारकहरू विभिन्न तहबाट, स्थानीय तहबाट, निजी क्षेत्रबाट, जनस्तरबाट निर्माण भइरहेका शहीद स्मारकहरूको सन्दर्भमा राज्यले पर्याप्त ध्यान दिन, उचित संरक्षण र विकासको योजनाका साथ बजेटको पनि प्रबन्ध गर्न यस अवसरमा